अब यस्तो इन्ट्रेन्स देख्दा त्यो भित्र पस्ने देख्दा चाहिँ होटेल जस्तो देख्दो रहेछ नि त है दा। अब यो चाहिँ फ्याक्ट्री गेस्ट बस्ने पनि छ छनु चाहिँ यहाँ है। हुन्छ एकछिन म यहाँ दिन्छ खिच्नु बाहिरबाट खिचिदिनु लै साथीभाइ। अब म चाहिँ फ्याक्ट्री नै हो यो माथिल्लोपट्टि चाहिँ फ्याक्ट्री छ है, तर बाहिरबाट हेर्दा चाहिँ अब रिसोर्ट जस्तो देख्दो रहेछ क्या। अब फ्याक्ट्री पनि यहीँ तर गेस्ट बस्ने रुम पनि छ अरे होइन। अब भित्र त पस्नु दिँदैन रहेछ, यहीँबाट खिचिदिन्छ। यहाँ चाहिँ यस्तो दामी बनाएको छ नि त। यहाँ चाहिँ टेबलहरू चिया खाने रहेछ है। भनेपछि यहाँ चाहिँ गेस्ट रुमहरू पनि पुरै छ दा है। यो चाहिँ फ्याक्ट्रीको हो नि त, यो चाहिँ कमानको टी स्टेटको पऱ्यो है। अच्छा यही के हो त्यो म्यानेजरको कोहीहरू आउने होइन, फ्यामिलीहरू भयो कम्पनीको है मान्छेहरू आउँदा चाहिँ यहीँ बस्छ है। ल हुन्छ थ्याङ्क यू। भनेपछि होटेल चाहिँ माथि है। हुन्छ हुन्छ। यति दामी फ्याक्ट्री चाहिँ मैले कहिल्यै देखिदिनँ साथीभाइ, साँच्ची भने। फ्याक्ट्री चाहिँ अब सानो हो, अब यस्तो ठुलो त होइन रहेछ, सानो होइन। र अब बाहिरबाट हेर्दा त फ्याक्ट्री जस्तो पनि देख्दैन नि, तपाईँले देखिहाल्नु त्यहाँ हेर्नु नै। अब रिजोर्टहरू जस्तै मुनि रिजोर्ट होइन, तर अब खै यतिको मेन्टेन गर्नु पनि सक्छ टी स्टेटलाई होइन। बिचरा अरू कमानहरू त अब बन्द छ होइन। बिचरा उहाँहरूले यो भिडियो हेर्दा कस्तो लाग्छ होला, तर यहाँ हेर्नुहोस् अब जङपानालाई यति दामी वेल मेन्टेन रहेछ होइन। अब चाहिँ म मेफेयर जाने, मेफेयर चाहिँ यहाँ माथि डाँडा सायद गाउँमै होला, जङपाना गाउँ चाहिँ ऊ माथि देख्दै गरेको त्यही होला सायद।